नमस्ते सबैजनामा। आज चाहिँ मैले नयाँ रेसिपी लिएर आएको छु है। त्यो चाहिँ के हो भन्दाखेरि आज चाहिँ म दहीको चुकौनी बनाउन लागिरहेको छु र मैले आलु पनि यसमा हाल्नेछु अनि प्याज पनि हाल्नेछु। हेर्नुहोस् है त म कसरी बनाउँछु। पहिला यो दही लिएको छु है। यो दही चाहिँ अलिकति बाक्लो भएको जस्तो छ। यसमा थोरै पानी हालेर यसलाई मजाले चलाउनु पर्ने हुन्छ। थोरै पानी हाल्नेछु है। त्यसमा धेरै बाक्लो छ यो दही, त्यही भएर चाहिँ म पानी लिनेछु। मजाले चलाउनु पर्ने हुन्छ है। दही मजाले चलाइसकेको छु। अब यतिको भएको छ है। जसमा चाहिँ अब चाहिँ हामीले इन्ग्रिडियन्टहरू हाल्नेछु। चिली पाउडर लिनेछु है, जसमा चाहिँ राम्रो कलर पनि दिन्छ। धेरै परेन, थोरै खालके है। मजाले बिस्तारै मिक्स गर्नुपर्ने हुन्छ। मिक्स गरेपछि राम्रो कलर आएको छ है। अब म यसमा राख्ने छु मैले यहाँनिर बोइल गरेर राखेको आलु छ है। यसलाई हाल्नुपर्ने हुन्छ। हरियो खुर्सानी काटेर राखेको छु है। अनि अब यो समय यसमा थोरै नुन पनि हाल्नेछु है। मलाई अलिकति नुन हाल्नु स्वाद अनुसार हाल्नुहोस् होला। म चाहिँ थोरै नुन पनि हाल्नेछु। अब यसलाई मजाले बिस्तारै चलाउनु पर्ने हुन्छ है। मजाले मिक्स गर्नुहोस् होला। दही र आलुको चुकौनी है मजाले मिक्स गर्नुपर्ने हुन्छ। यो बनाउनुमा एकदमै इजी र सिम्पल छ साथीहरू है। यो चाहिँ अब एकदम छिटो मिठो भनौँ न। यसो अब कोही बेला ढिलो भइरहेको हुन्छ है, ड्युटीतिर जानुको लागि या त कतै पनि जानुको लागि। गरममा पनि एकदमै राम्रो है। दही त अभियसली राम्रो नै हो। सो यसरी मजाले चलाउनु पर्ने हुन्छ है। मजाले अलमोस्ट रेडी भइसक्यो। अब यसलाई मैले टक्क तेल झानेर अलिकति अब यसलाई तेल झानेर हाल्नुपर्ने हुन्छ। हेर्दै गर्नुहोस् है त साथीहरू। मजाले मिक्स भइसकेको छ। दहीको टेक्सचर पनि एकदम राम्रो आइसकेको छ है। दही पनि राम्रो यतिको चाहिँ हुनुपर्छ, बाक्लो पनि हुनुहुँदैन है। यहाँनिर म प्यानमा सरसोको तेल हाल्नेछु है छान्नको लागि। यहाँनिर मस्टर्ड सिड हाल्नु छ है। मस्टर्ड सिड हाल्यो भने राम्रो फ्लेभर आउँछ। अनि अब म मेथी हाल्नेछु है। थोरै जिरा पनि राख्नुहोस् होला। अनि म 2टा जस्तो सुक्खा खुर्सानी पनि राख्नेछु। अब यो झान्नुको लागि चाहिँ यो भइसक्यो है। अब ग्यास निभाएर म अलिकति हर्दी पनि लिनेछु। चुकौनी यतिको भएको छ है। हजुरहरूलाई के कस्तो लाग्छ लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् र कमेन्ट पनि गरिदिनुहोस् र सधैँभरि पहिलाको भिडियो जस्तै माया देखाइदिनुहोस् है। र यो चुकौनी चाहिँ तपाईँहरूले राइससँग पनि लिनु सक्नुहुन्छ या त रोटीसँग पनि लिनु सक्नुहुनेछ है। र यो एकदमै इजी र सिम्पल रेसिपी छ है। जो मान्छेहरू चाहिँ अब ड्युटीहरू जाँदा त सजिलो हुन्छ भनेर है। यस्तो चाहिँ एकदमै सजिलो छ। हजुरहरूलाई के कस्तो लाग्छ होला, भुलचुक भएमा क्षमा गरिदिनुहोस्। र यति नै भन्दै म मेरो आजको भिडियो समाप्त गर्न चाहन्छु। हुन्छ त सबैजना, बाई बाई।